अब चाहिँ आइपुग्यो फाइनली भैरवकुण्ड आइपुग्यो दाइ ए ल ठिक छ यो हो नि त मान्छेलाई जति देख्न सजिलो र राम्रो फाइनली भन्न सजिलो देख्न सजिलो भिडियोहरू हेर्न है तर यहाँनिर छैन धेरै गाह्रो है फाइनली फाइनली आइपुग्यो यस्तो छ गजबको एडभेन्चर तालो हिउँ हिउँ भएर बसेको छ तालै कहाँ अब मान्छेहरू सब गएर फाइनली भैरवकुण्ड चाहिँ यही है हजुरहरू ल तपाईँहरूलाई जति भिडियोहरू देख्न हेर्न राम्रो लाग्छ मान्छेलाई होइन तर हामी यहाँसम्म आउँदा एक्सपेरिमेन्ट यस्तो भइयो भनौँ न जिन्दगीमा हुन त हामी यस्तो बाटो हिँडेको छैनौँ यो आइसक्यो होइन लेक पनि हो 4200 मिटर हाइट भएको हाई अल्टिच्युडमा चाहिँ हामी छौँ यो यहाँ सब टोलीहरू तर आज के छ भने मानिसहरूलाई एकदम बिदाको मौसम पनि पर्यो ठिकै भयो जस हामी आज फर्किने सम्भावना छौँ बगाम गएर बसौँला अब तर हिँड्ने बाटो चाहिँ कहाँ हो कि हो यहाँबाट जाने कि यहाँबाट जाने भन्ने कन्फ्युज भइरहेछ कि मान्छेहरू यहाँबाट हिँड्दैछ गाडी रहेछ यहाँ बस्दा नि गाडी छ तर भैरवकुण्ड भन्ने मान्छेहरूलाई ल